मामाकै पछाडि पहिलो साइडमा यही पछाडि छ मामा पनि ए व्हाट्स अप दिस इज राइको बाइकको हेर अनि धेरै पछि आएको छु ओ कुन चाहिँ बाइक हो यार ओ R6 क्या R6 रहेछ यार मतलब सुजुकी समथिङ भन्दा आएको अब आज चाहिँ होइन हामी कहाँ जान आँटेको भन्दाखेरि तपाईँहरूलाई एकदम सरप्राइज छ है एकदम सरप्राइज किनकि मलाई पनि थाहा छैन हामी कहाँ जान आँटेको भनेर हिजो बेलुका केटाहरूले 9:45मा के अरे 7-11को लोकेसन पठाएर यहाँ आऊ भनेर भनेको थियो अनि त्यतातिर आएको तर म चाहिँ ढिलो भएर कति आधी घन्टा ढिलो भइदिएर क्या 10:15 होइन 10:15मा पुगेको थिएँ त्यसपछि ओडीगिरी र कफी खाएर टक्क निस्केको अनि केटाहरूले खोइ कहाँ जाने हो भनेर भनेको छ मलाई पनि थाहा छैन केटाहरूले जहाँ लान्छ त्यही हो सन्देशको बाइक खोइ विक्रम दाईकोमा छ अरे त्यही भएर विक्रम दाईकोमा पहिला जाने हो जस उहाँका बाइकमा स्पोर्ट्स बाइकमा त पछाडि बस्दा पनि खतरा देख्ने क्या एउटा छुट्टै खालको खक्कै देख्ने क्या त्यहीँ गइन्छ के हुन्छ मलाई पनि थाहा छैन सँगै अब एक्सपिरियन्स गरौँ होइन ओ को रहेछ Hello, I'm my bike. Hello, Steven. My name is Rai. Rai. Kevin. Rai. My name is Rai. Oh, the TikTok. Number big on the Steven, Kevin. Bike, guru. How's the camera line up? Let's go. Oh, called the Sydney West Riders. ए हो आम्मामा सही हो त्यही हिजो इन्स्टामा हेरेको थिएँ ओके अब हामी जाँदा चाहिँ होइन हाम्रो अगाडि लिड गर्दै हुनुहुन्छ स्कुटरमा होइन हाम्रो जापानको पुलिस होइन अनि त्यसपछि चाहिँ सन्देश र सुन्दर त्यसपछि सन्देशको BMW S1000RRमा र अनि यो अगाडि विक्रम दाईको डुकाटीमा चाहिँ सिडनी वेस्ट राइडर्सको मेन मान्छेहरू अरे अनि सुन्दरको BMWमा चाहिँ हाम्रो विक्रम दाई अनि त्यसपछि मेरो R7मा चाहिँ म भइहाल्यो अब चाहिँ हामी कहाँ हो यार ओदाइको जाँदैछौँ हेरौँ अब के हुन्छ तर एकजना स्टिभन एकजना केभिन हो होइन मैले कोही स्टिभन कोही केभिन नै बिर्सेँ यार तर Domino's Pizza. Oh no, के भएछ ल दुईटै बन्द त्यो ट्रकले के गरेछ ट्रकले के गरेछ
चाहिँ हाम्रो पाहुनाहरू सिडनी के भन्छ वेस्ट राइडर्स हरूसँग उदयबासम्म आएको छौँ होइन एकजना यहाँ हुन्छ लास्ट अग्लो यार हाइटी ज्यान पनि राम्रो अनि त्यस बाइकहरू चाहिँ यही भइहाल्यो S1000R दुईवटा प्यानिगली R7 अनि RC 390 यो चाहिँ ट्र्याक बाइक हो अरे क्या त्यो चाहिँ कसको थाहा छैन अब चाहिँ हामी रामेन खान आएको छैन यो कुन चाहिँ रेस्टुरेन्ट खुनीको फुड चाहिँ सो अब चाहिँ कहाँ हो यार रिकोल्यान्ड पुग्यो रिकोल्यान्डबाट निस्केर अब हामी दाइकोको जान्छौँ दाइकोकोमा पुगेर भेटौँ र आज पनि वेदर राम्रो राम्रो भएको भएर बाइकरै देखाएको छ बाटोमा यो अब आउने भ्यू चाहिँ बब्बलका सधैँ दाइको आउँदाखेरि होइन यो क्या यो ओ बबल देखिने क्या यो यो चाहिँ दाइकोको हो होइन आम्मामा दिउँसोदेखि नै गाडीहरू रहेछ नि त कहाँ गयो ओके यहाँ चाहिँ अब बेलुका चाहिँ एकदम चहलपहल हुन्छ होइन कोलाई थाहा छ दाइकोको चाहिँ अब लाइक गाडीहरूको लागि चाहिँ एकदमै कार मिटअप जापानको विदेशबाट मान्छेहरू हेर्न आउँछ स्पोर्ट्स कारहरू कस्टम कारहरू एकदम धेरै आउँछ होइन अनि प्रायः चाहिँ यहाँ बेलुका मोस्टली विकेन्ड्स होइन फ्राइडे बेलुका स्याटरडे बेलुका 5-6 बजीतिरदेखि चाहिँ आयो भने चाहिँ अनि एकदम बवाल देख्न पाउँछ यहाँ फेरि धेरै ढिलो भयो भने 9 बजे पछि 8 साढे 8 पछि पनि अलिक मिल्दैन फेरि नौ बजे 8 बजेतिर आयो भने पनि अलिकति मिल्दैन के अरे गइसक्यो भने चाहिँ प्रायः सबै यहाँ बन्दै गर्छ मान्छे धेरै भयो अनि अरू आउनु मिलेन भने चाहिँ सबैलाई थप पाउँछ सो दिस इज द लाइनअप एम्बो R7 RC 390 यो त ट्र्याक बाइक हो यसलाई त कसैले पनि सक्दैन S1000R Ducati Panigale यो वाह कस्तो राम्रो भएको यार Autumn vibes वेदर पनि मिठो चिसो ठिक्कको लाइक ज्याकेट हुडी लगाउँदा ठिक्क हुने छेउछेउमा रुख अलिअलि पहिलो हुँदै गएको रुख अनि त्यसपछि बाइक यता बसिरहन्छ क्या बेलुका भनेपछि सो
तपाईँहरू पनि यसो यो कोमा यो साइडतिर आउनु भएको छ भने हामी त्यता हुन सक्छौँ लाइक विकेन्ड्समा बेलुका आखारेङ्गा सोको यो फेमस घुम्ने ठाउँ हो मान्छेहरू यस्तै छ टन्नै छ पहिला के अरे ZX25 हुँदाखेरि पनि यहाँनिर आएर खिचेको थिएँ फोटो यो हो नि त मलाई चाहिँ बाइक भइसकेपछि के चाहिँ खतरा लाग्छ भन्दाखेरि के चाहिँ खतरा लाग्छ भन्दाखेरि चाहिँ होइन लाइक जमानामा हामी कहाँ घुम्न गइन्थ्यो होइन त्यो जुन चाहिँ लाइक 1 महिना अगाडिदेखि प्लान गरेको अनि त्यसपछि चाहिँ साथीहरूसँग पुरा प्लान मिलाइ हुन्छ नि गर्ने ठाउँहरू लाइक ओदाइबा भयो योकोहामा भयो हाकोले माउन्ट फुजी होइन निक्को त्यो यत्तिकै यो बाइक भइसकेपछि यतिकै कफी खाने ठाउँ भइदिन्छ क्या लाइक यहाँ त रेगुलर क्या अब हुन्छ त्यस्तो टाइपको भइदिने क्या त्यो चाहिँ एउटा कस्तो रमाइलो लाग्ने क्या अब यहाँ रन्काउने ठाउँमा रन्काउने होला तर गाडीहरूले रन्काउनु दिँदैन के हो ओ नो यो भ्यानले डिस्टर्ब गर्दैन त यो चाहिँ एममा यो कोहामाको फेमस फोटो खिच्ने ठाउँ Okay, bye-bye. Digan tayo dyan natin kya? Lo tayo. It's last month din ko Bhopal, right?